हेलो गाइस वेलकम ब्याक टु माई च्यानल हजुरहरूलाई विवेक कमल भ्लगमा चाहिँ स्वागत छ। अहिले चाहिँ हामी चाहिँ म चाहिँ सानैदेखिबाट पढेको त्यो स्कुल हो 5 क्लाससम्म। अब हामी चाहिँ त्यही स्कुलमा चाहिँ बल खेलेको हेर जाँदै हम हेर्नुलाई के कस्तो हुन्छ त्यही नै हो। यहाँ चाहिँ भ्यू हेर्नु बबाल छ, भ्यू हाम्रो केटाहरूको भ्यू यस्तो दामी भ्यू छ। मेरो केटाहरू हेर्नु होला, मेरो केटाहरू हामी चाहिँ यो रोडमा आइसकेका छौँ। यो चाहिँ हाम्रै गाउँको रोड हो, बबाल छ चक्लेटी क्वालिटीमा हो क्या। हामी चाहिँ त मासतिर आइसक्यौँ, हाम्रो सब केटाहरू यहीँ छन्। अहिले त हामी मासतिर आइसक्यौँ। अब चाहिँ हामी अब 10 मिनटमा चाहिँ पुग्छ त्यहाँ चाहिँ 5 मिनट लाग्दैन 10 मिनट गफ हान्छ कि गफडी हामी चाहिँ नगएको के अरे हामी हेर्नु त्यहाँ देवचुली डाँडा चाहिँ उहाँ यो चाहिँ देवचुली डाँडा हो। हामी चाहिँ यता मासतिर आइसक्यौँ बल खेल्ने ठाउँमा चाहिँ। अब यहीँ नजिकै हो, ऊ त्यहाँ बुढाबुढीले हेरिरहन्, केटाहरू छन् नि हाम्रो सबै बेला पनि सँगै हुन्छन् कि साथी। यार बल भिड रहेको छ। यो चाहिँ हाम्रो स्कुल। छ नै मलाई केटाहरू को भिडेको ए त तल आइसक्यौँ। बल चाहिँ माथि खेला खान् त्यही नि हो, बबाल मजा भइरहेको थियो। अब चाहिँ हामी त जाने हो टक्क पारा चाहिँ धारा चाहिँ बबाल छ कि यहाँ चाहिँ लास्टै चिसो पानी आउँछ कि हेर्नु धारा त बबाल छ कि हो त आनन्द आउँछ जानमा त चाहिँ टक्क पानी खाहान लास्टै चिसो पानी खायो कि यहाँ चाहिँ लास्ट चिसो पानी आउँछ नि त। माथि चाहिँ टक्क गेम खेला खान, यहाँ चाहिँ गेम खेला टक्क होइन। अहिले चाहिँ हामी चाहिँ कोर थर आइसकेका छौँ। हाम्रो केटाहरू चाहिँ यहाँ टक्क होइन लाइन लाएर हिँडिरहेछन्। अहिले चाहिँ हामी चाहिँ चटपट खाना चाहिँ जानलाई मुन्नाको घर हेर्नु होला के कस्तो हुन्छ। यिनीहरू चाहिँ के हुन्छ खान्छ लान टक्क भ्यू हेर्नु बबाल छ। चक्लेटी क्वालिटीमा हो क्या, यही हो कोठर भन्ने ठाउँ यही हो। अब यहाँ चाहिँ हामी गइन्छौँ मस्त चाहिँ सब चटपट खाना चाहिँ आइसकेको छन् मुन्नाको ट्रकको पारामा केटाहरू चटपट 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 मुन्नाहरूबाट चाहिँ खाना चल्दिएको। लास पिरो लाग्दै थियो त्यहाँ त सब स्याँ गरेछन् पिरोले सबै आत्यान सबै हात पुरा सब चल्यो। अब कता नि थाहा होइन। हेर्नु बवाल छ लगाड, यो चाहिँ लगाड हो। लगाड हो टक्क हेर्नु लगाडमा चाहिँ टक्क कालीगण्डकी होटल कोरिडोर छ। यहाँ चाहिँ टक्क बवाल छ हेर्नु होला। टक्क हजुरहरू गएर आमा भने चाहिँ यहाँ खानु होला त्यही नि हो। अब बोलिदिएको इभिनहरू र एक दिन बस्दैन न त्यहाँदेखि भिडियो गरिदिएर खुसी हुने होइन मास टक्क हेर चल्दिएको है। बवाल छ होटल हेर्नु। बुलिङ टारमा पनि यत्रो होटल बनिसकेको छ। गाई छोड सबै आउनु पर्यो खानालाई। निर्मल सर अनि यहाँ चाहिँ हाम्रो सुमन सर सुजन सर पूजन सर सुमन सर अनि यहाँ चाहिँ विवेक सर टक्क भएर यता चाहिँ हिँडिरहँ। केटाहरू हेर्नु लगाड हो यो चाहिँ होइन। लगाडमा चाहिँ ठक्क दामी होटल हो क्या हेर्नु होटल कोरिडोर बवाल छ आउनु होला गाइजहरू। फेरि बल खेलेको ठाउँ चाहिँ जान लाम हेर्नु। अब यहाँ चाहिँ हामी बाई गरेर हामी सब केटाहरू चाहिँ चटपट सटपट खाएर चाहिँ फेरि चल्दै फेरि बल खेल्ने ठाउँमा के कस्तो हुन्छ हेर्नु होला। अब होइन फर्स्ट प्राइज 25,000, सेकेन्ड प्राइज 20 हो, थर्ड 10 हो नि त 15,000 ठिक छ ल। त्यस्तो प्राइस नि दामी मिलाएर देखायो हेर्ने यताको भ्यू तर दामी त दामी नि हो कि चक्लेटी क्वालिटीमा। अब हामी चलिदिन्छौँ हेरौँ के कस्तो हुन्छ। अब यहाँ ओहो के हो त्यो ओखमा हाम्रो केटाहरू ल चलिदिन्छ। म घाम चाहिँ मस्त लाहा यस्तो होइन
के गर्ने त हामी चक्क यता बगैँचातिर आइसकेका छौँ हामी चाहिँ बल खेलेको भिडियो गरेनौँ लास्टै हल्ला थियो त्यही भएर अनि टक्क यस्तो भ्यू हेर्नु पञ्चे सहित हो क्या बाख्राहरू सकेर आएको छ मेट्रोन चाहिँ यतै हो क्या हराएको गाइजहरू मेट्रोन यतै हराएको पत्तै पाएन यो थिएँ यतै हराएको यहीँ यो खोजेको हामीले फेरि खोज्न नपाएको साइको अगाडि थिएँ रिमोट मात्रै हो ड्रोनको त हेर्नु आकाशको भ्यू बबाल छ मौलामा माथि सिंहबाट